दर्शकबिनहरुलाई म रक्षाको तर्फबाट धेरै धेरै स्वागत छ हाम्रो यस प्रोग्राम म्युजिकल लभ कुराकानीमा। आज हाम्रो माझमा हुनुहुन्छ हाम्रो सिंगर नारायण राईजी। लेट्स वेलकम हिम। स्वागत छ हजुरलाई हाम्रो प्रोग्राममा। धन्यवाद रक्षाजी र सम्पूर्ण यस कार्यक्रम हेरेर बस्नुभएका दर्शकबिनहरुलाई नमस्कार। अनि हाल अहिले केमा व्यस्त देखिनुहुन्छ? अहिलेलाई भर्खरै नयाँ गीतहरू रिलिज गर्दैछु दुईटा। एउटा चाहिँ गरिसके, एउटा गर्ने क्रममा छु। त्यतैतिर कस्तो टाइपको गीत हो? विशेष गरी चाहिँ आधुनिक हल्का हल्का पप मिक्स गरेको स्टेजको लागि एउटा, अनि एउटा चाहिँ आधुनिक नै हो। अनि हजुर यो संगीत क्षेत्रमा आउनु भएको कति वर्ष भयो? लगभग 12 वर्ष पुग्दै लाग्यो। अब एक मन्थमा पुग्यो। अनि हजुरको प्यासन बिसाइड सिंगिङ केमा इन्ट्रेस्ट छ हजुरलाई? सायद अरूतिर खासै इन्ट्रेस्ट पनि छैन। डान्स सिम्पल हल्का हल्का गर्छु, अनि मेन त ए डान्समा पनि अलिअलि चाहिँ इन्ट्रेस्ट रहेछ। सिङ्गरलाई डान्सिङमा पनि इन्ट्रेस्ट हुने रहेछ हैन? हुन्छ। ओके। अनि हजुरले खास लोकदोरीबाट यो फिल्डमा करियर आफ्नो स्टार्ट गर्नुभएको हैन? हजुर, हुन त मैले पहिलेदेखि नै बच्चाइदेखि आधुनिक गीत गाउने अनि फिल्मी गीत गाउनेहरू गर्थेँ। त्यसपछि पछि आएर चाहिँ मैले लोकदोहोरी गीत गाउन सिकेँ। यो हामी पूर्वको मान्छेलाई चाहिँ जो पाए त्यसलाई दोहोरी गीत गाउन आउँदैन, पश्चिमको दोहोरी। मैले चाहिँ त्यतिखेरको बेला, अहिले त सुनिन्छ पनि त्यतिखेर सुनिन्थेन। मैले चाहिँ अब एकदमै मेहनत गरेर दोहोरी खेल्न सिकेँ, पश्चिमेली भाका गाउन सिकेँ। त्यसपछि त्यतिखेर अनि यो मान्छेले गाउने रहेछ भनेर मलाई फटाफुट्टा अफरहरू आउँथे, मैले गाउने गरेको थिएँ। तर जति दोहोरी गीत गाएँ त्यति राम्रो भएन। पछिल्लो समय चाहिँ त्यति दोहोरीको जो राम्रो भएन। अहिले हुन त अब सुन्नेले सुनिरहनु भएको छ, गाउनेले गाइरहनु भएको छ, तर मलाई यो लोकदोहोरी नै हो जस्तो लाग्दैन। धेरै चाहिँ आजभोलि मान्छेले आधुनिक नै सुन्ने गर्छ नि त। हजुर, भ्युअर्सहरूले पनि जति देख्छु यो लोकदोहोरीमा पनि एउटा लोकदोहोरीलाई आफैले हेपेर त्यसलाई चाहिँ आधुनिक, हामी चाहिँ अब लोकदोहोरीलाई आधुनिक बनाउनु पर्छ भन्ने एउटा मानसिकता बोकेको हो कि जस्तो लाग्छ मलाई। दोहोरीमा लोकदोहोरी आउँदैन, लोक आउँदैन। हजुरले अब 12 वर्ष दिनुभयो। 12 वर्ष भनेको सानो एकदम सर्ट टाइम होइन हैन? अनि हजुरको उतार चढाव कति भयो? अब्स्टेकल्सहरु, प्रब्लम्स कति भयो यो लाइनमा आउँदाखेरि? अब 1-2 वर्षको हो भने त अब प्रब्लमहरू फ्याटफुट भन्न पनि सकिन्थ्यो। अब 12 वर्षको गाह्रै छ भन्नाले धेरै कुरा भोगेर आएको छु, यहाँसम्म भोगिरहेको पनि छु कलाकारको जीवन। हजुरले पहिला त्यस्तो फिल हुन्थ्यो लाइक म यो स्टेजबाट यहाँसम्म पुग्छु भनेर सोच्नु भएको थियो, यति सक्सेस पाउँछु भनेर? सायद जसले पनि प्रायः जसले सोच्नुहुन्छ मेहनत गरेपछि केही हुन्छ। मेहनतको फल नै हो जस्तो लाग्छ हैन? त्यही हुन्छ जस्तो लाग्छ मलाई। मेहनत गरेपछि त राम्रो फल पाइन्छ। हजुर, त्यस्तै भइरहेछ। अझै पनि गर्दैछु, होला नि त। अनि हजुरलाई अब फर्स्टमा त अब सक्सेस पाउन अलि गाह्रो नै हुन्छ हैन? अनि मोटिभेट गर्ने कुनै त्यस्तो व्यक्ति हुनुहुन्छ जो हैन गर्न सक्छौ तिमी भनेर यस्तो? सायद अहिलेसम्म यो क्षेत्रमा मैले सोच्ने हो भने अझै पनि म एक्लो छु। मेरो कोही पनि हुनुहुन्न र यसरी गर्नुपर्छ, यस्तो गर्नुपर्छ, तिमीले गर्नुपर्छ। म आफै लागि परिरहेको छु, झुन्डिरहेको छु। आफ्नो मोटिभेसन आफै, मैले गर्नुपर्छ, केही अगाडि बढ्नुपर्छ भन्ने आफैले गरिरहेको छु। अनि अब हाम्रो सोको नाम नै म्युजिकल लभ सो हैन? अब अलिकति लभ रिलेटेड कुरा गरौँ न त। अनि हजुरको लभ लाइफको बारेमा अलिकति केही डिस्क्राइब गरिदिनुहोस्। अब त बुढो भइसक्यो अरे, मलाई त्यति बोल्न मन पनि लाग्दैन यो बारेमा। त्यस्तो बुढो लाग्छ र त्यस्तो देखिनुहुन्न? लगभग मैले फर्स्ट टाइम 9 वर्षको थिएँ, के अरे म 3 क्लासमा पढ्ने बेलामा फर्स्ट टाइम भएको थियो। त्यसपछि लाइफमा आउने जाने मान्छेको क्रम जारी छ। त्यही हो, त्यस्तै भइरहेछ। अहिलेसम्म कसैलाई प्रपोज गर्नुभएको छ? अब लाइफमा धेरैले गरे, धेरैले लाइक गरियो पनि, त्यस्तै हो, चलिरहेछ। अहिले रिसेन्टली कोही हुनुहुन्छ त्यस्तो? नडाटी भन्नु पर्दाखेरि एउटा केटा मान्छेको लाइफमा एउटा केटी मान्छे आवश्यक हुनु रहेछ। छ कोही
छ कोही अलि भन्न मिल्दैन के कुरा भन्न मिल्छ भने सेयर गर्दा हुन्छ पछि सार्वजनिक गरौँला नि हुन्छ। अनि हजुरको लागि चाहिँ लभ भनेको चाहिँ के हो खासमा? एकदमै आवश्यक, जिन्दगीलाई आवश्यक कुरा हो, बाँच्नलाई सजिलो हुन्छ, जो गाह्रोमा हुन्छ त्यही लाग्छ। अनि अब दर्शकबिनहरूको लागि एउटा लभ सङ गाइदिनुहोस् न, 2 लाइन भए पनि। सकिएको नि 2 लाइन भए पनि। अहो कुन गाउने त अब मैले अहिले सेन्टिमेन्टल सङ गरेको छु। योभन्दा अगाडिको चाहिँ मैले एउटा रमाइलो खालको टाइपको सङहरू मैले रिच गरेको छु, त्यही चाहिँ गाइदिन्छ दर्शकहरू। नाकैमा झम्के फुली कानेमा ढुङ्ग्री छ, शेरैमा शेरबन्दी क्या बेती राम्री छ, पटुकी छ कम्मरैमा चौबन्दी कसकी, डाँडा पारी चौतारीमा केरी बसकी, नाकैमा झम्के फुली कानेमा ढुङ्ग्री छ। धन्यवाद। यो चाहिँ रमाइलो खालको हो, खास त्यति चाहिँ होइन। थ्याङ्क यू सो मच। अनि हजुरको अब नयाँ सङ जो आइरहेको छ नि त्यसको बारेमा अलिकति डिस्क्राइब गर्न सक्नुहुन्छ? मैले भर्खरै मात्रै रिलिज गरेको सङ चाहिँ यो जुनी भन्ने छ, जुन चाहिँ विवेक राई र नारायण राईको संयुक्त प्रस्तुति, मेरो र विवेक राईको संयुक्त प्रस्तुति छ, जुन चाहिँ भर्खरै मात्रै रिलिज गरेको छु। अनि युट्युबतिर जो भर्खर आएको भनौँ न, अब अन्त त अब त्यस्तै छ होइन। अब सिडी बिग्ने जमाना गयो, अडियोको जमाना गयो, जुन चाहिँ विवेक राईको शब्द अनि मेरो सङ्गीत अनि कर्णा बुढा मगरको एरेन्ज अनि निरेन शेरको डाइरेक्सन अनि विवेक राईले आफैले मोल्डिङ गर्नुभएको छ। एउटा केटाको पार्ट अर्को केटाको पार्टमा मिलन गैरी हुनुहुन्छ। अनि अर्को अब लेडिज कलाकारमा पनि 2जना अब दुईजना भएको हुनाले मल्लिका बहिनी हुनुहुन्छ अनि साथमा रविना बहिनी, 2जनाले चाहिँ साथ दिनुभएको छ। निकै रमाइलो, अलिकति हल्का हतार भएर म प्रोग्राममा जानुपर्ने भएर बाहिर त्यो सुटिङको दिन, अनि उहाँले एकदमै राम्रो सक दिनुभएको छ, खुसी लागेको छ मलाई। अनि हजुरले अब सिङ्गर त भइहाल्नुभयो होइन, अनि आफूलाई कहिले त्यो आफूले गाएको गीतमा आफूले मोडल बनेर त्यो गरम भन्ने हजुरलाई त्यस्तो फिल हुन्छ कि नै? आफैले गाएको गीतमा चाहिँ मैले सकेसम्म मोडल नगरौँ भन्ने लाग्छ, किनकि सबै कुरा आफैले त्यति मलाई म्याच लाग्दैन। अर्को चाहिँ अब हल्का डान्स गर्छु, त्यही भएर दोहोरी गीतहरूमा गरेको छु। अर्कोमा चाहिँ अब अलिकति फेरि त्यो पनि मैले हेरेर मात्रै गर्छु, अलिकति साँच्चीकै दोहोरी हो कि यो होइन, म पहिले हेर्छु अनि गर्ने गरेको छु। एउटा दोहोरी गीत पनि गाइदिनुहोस् न दर्शकबिनहरूको लागि। कुन दोहोरी गाउनु त? धेरै वर्ष पहिले मैले गाएको थिएँ समथिङ, त्योभन्दा पनि म फर्स्ट टाइम मैले स्टुडियोमा माइक फेस गरेको मैले दोहोरी गीत सुनाउँछु त। हुन त अब हाम्रो दर्शक श्रोताहरूले त्यति सुन्नु पनि भएन होला, सुने पनि बिर्सिनु भयो होला, म त्यही गीत चाहिँ सुनाउँछु, जुन चाहिँ मैले फर्स्ट टाइम उनीहरूले सम्झना आयो। सहर आएनौ डाँडै काटी, कारखानामा बस्या छु उनबाटी, यो मजलाई कारखानामा बस्या छु चर्खा चलाई। धन्यवाद। त्यति स्वर भएको छैन, सन्देश छैन। अनि हजुरले भन्नुभयो जस्तै म 9 वर्ष हुँदाखेरि लाइक कसैलाई मन पराउँथेँ होइन, अनि त्यतिखेर हजुरले भन्नुभयो किन, आफ्नो प्रस्ताव राख्नुभयो किन? म चाहिँ एउटा गरिब परिवारमा हुर्केको मान्छे, अनि मलाई चाहिँ अलिक डर थियो, लाउरीको छोरी थिएँ, अनि मलाई डर भएको हुनाले मैले उसलाई भन्न सकिरहेको थिइनँ। अनि पछि त्यत्तिकै त्यो चाहिँ सक्यो भनौँ न, 1 वर्ष समथिङ 1-1.5 वर्षमा त्यस्तै भयो। अनि त्यसपछिको जस्तै आफूले हजुरले प्रपोज गरेको चाहिँ कोही रहेछ त्यस्तै अलि जो याद एकदम आइरहेको छ? जो याद आउँछ छ, अब नाम भन्न त मिल्दैन, म लगभग लभ लेटर दिएर भन्नुभएको कि एसएमएसमा भन्नु? 18-19 वर्षको समथिङ थिएँ होला, त्यतिखेर म कसैले एकदमै मन पराउँथेँ, माया गर्थेँ। अनि डेटिङ सेटिङ जान्थेँ हल्का अनि त्यतिखेर जोस लेखेको थिएँ, अनि उनले पनि लेख्थिन्।
लेटरमै हुन्थ्यो कि एसएमएसमा? नै उतिखेर त अब मोबाइल चलाउनु त्यति थिएन, उसको पनि थिएन मोबाइल, मेरो पनि थिएन, लेटरमै हो। चिठी लेखेको खतरा चाहिँ छ। लभ लाइफ चाहिँ हजुरको एकदमै रमाइलो रहेछ, इन्ट्रेस्टिङ। अरूले सुन्दा रमाइलो, मलाई पो गाह्रो भयो। किन त्यस्तो गाह्रो हजुरलाई? गाह्रो हुँदो रहेछ। हजुर लोकदोहोरीतिर पनि इन्भल्भ हुनुहुन्छ होइन? हजुरले कसरी प्रवेश गर्नुभयो त्यो क्षेत्रतिर? यो चाहिँ मैले भन्नु पर्दाखेरि एउटा हामी लोकदोहोरी गीत गाउने कलाकारको लागि चाहिँ एउटा बाध्यता पनि हो र दोहोरी साँझ भनेको चाहिँ एउटा प्लेटफर्म जस्तो मैले मान्छु। एउटा बाध्यतावश काठमाडौँमा जागिर पाइँदैन भनेको बेला अब बगुपेट बस्न सकिँदैन। अब एउटा कुरा मेरो म्युजिकतिर इन्ट्रेस्ट छँदै थियो अनि मैले अघि पनि भने लोकदोहोरी चाहिँ मैले जुन एउटा पूर्वमा जन्मेर पछि एकदमै मेहनत गरेर सिकेको। मैले जुन यो जागिर नपाउने अवस्था आइसकेपछि चाहिँ मैले चाहिँ बाध्यताले अब मैले दोहोरी सिक्न पर्छ, मैले गीत गाउन जानेको छु, अब यो गीत गाउनु मैले लोकदोहोरी सिकेँ भने मैले दोहोरी साथमा जागिर पाउँछु भन्ने एउटा सोच बनाएर मैले 59 को अन्तिमतिर फर्स्ट टाइम स्टेज चढेको हुँ। अनि 60 देखि मैले एकदमै यो विभिन्न त्यतिखेर त भगवान् दाईको दोहोरी आउँथ्यो अनि यो बद्री पङ्गेनी पूर्वेली दोहोरी लोकगीतहरू त खेमदाईहरूको आउँथ्यो। त्यतिखेर मैले पश्चिमेली दोहोरी चाहिँ त्यतिखेर एकदमै मेहनत गरेर यो जागिर खानको लागि सिकेको भन्नु पर्यो। अनि अहिले दोहोरी गाउने सुन्ने सबै एकदम घटिरहेको छैन, दोहोरी गाउने सिङ्गरहरू पनि त्यति छैनन्, सब आधुनिकतिर गइरहेको छन्। अनि दोहोरी सुन्ने पनि सायदै भ्युवर्सहरू पनि घटिरहेको छ। त्यसैले यसलाई चाहिँ अलिकति प्राथमिकता कसरी दिएर बढाउने? अब दोहोरी त एउटा हाम्रो देशको एकदम राष्ट्रिय गीतै टाइपको हो नि त, सबैले सुन्ने उ गर्ने पहिलेदेखि आइरहेको। अनि अब यसलाई चाहिँ बढाउनलाई चाहिँ के गर्न सकिन्छ त नेपालमा? सबैभन्दा दोहोरी गीत लोकदोहोरी गीतको क्रेज घट्नुमा चाहिँ मैले नढाँटी भन्नु पर्दाखेरि मैले यो सबैजनासँग माफी पनि चाहन्छु। मैले कसैलाई तोकेर हाम्रो कलाकार आदरणीय कलाकार दाइ दिदीदेखि भाइ बहिनीहरूसम्म हुनुहुन्छ कसैलाई पनि मैले भन्न चाहेको होइन। हाम्रै कारणले हो, कलाकारकै कारणले हामीले बुझ्नुपर्छ नेपाली लोकदोहोरी भनेको चाहिँ 3 करोड नेपालीको साझा पहिचान हो। यो चाहिँ हामी कलाकारहरूको प्याउ होइन। ताकि हामीले लोकदोहोरीलाई पप दोहोरी बनाऊ, लोकदोहोरीलाई आधुनिक दोहोरी बनाऊ, लोकदोहोरीलाई विभिन्न विकृति भित्राउने एउटा अब के भन्ने भाइरस बनाऊ। यो चाहिँ नगरौँ। यो गर्नाले गर्दाखेरि यस्तो भइरहेछ। आजभोलि तपाईँहरू पनि सुन्नुहुन्छ होला कतै कतै त्यो गीतमा कति लोक पाउनुहुन्छ? एकदमै कमै हुन्छ। त्यस्तो हुन्छ। त्यस कारणले चाहिँ आजभोलि लोकदोहोरीको क्रेज घटिरहेछ। पूर्वेली गीत त सुन्न पाइँदैन, सायद हामी पूर्वेली धेरै आधुनिक गाउने भएर होला। मैले चाहिँ अब लोकदोहोरी गाउनु छाडेको चाहिँ 68 देखि यति आइसक्यो, लगभग 5 वर्ष भइसक्यो। 68 मा 1-2 गएको थिएँ मैले। अब चाहिँ म आफै चाहिँ गर्ने सोचमा छु, तर त्यसको लागि मैले ठेट गीतहरू सङ्कलन गरिराखेको छु। सबैभन्दा ठुलो कुरा एउटा पूर्वमा भएर पनि मलाई चाहिँ पूर्वमा जन्मेको भए पनि देउडा गाउने, देउडा हाम्रो सुदूरपश्चिमको एकदमै राम्रो लाग्छ। हाम्रो जो हाम्रो संस्कृतिभित्र पर्छ नि त्यो, जस्तै कौडा भयो, टप्पा, अब सालजु पश्चिमको भयो, पूर्वको अब हाम्रो मारुनी भनिन्छ, सोराठी, अब पालाम विभिन्न हुन्छ। जस्तै हाम्रो अब हिउँदा लागिसक्यो, अब हाम्रो पितृ पुस्ने बेला गाउने सालमाया पनि छ, लौलो भालो भनिन्छ, विभिन्न छन् नि। तिनलाई हामी किन हेर्दैनौँ र किन आजभोलि लोकदोहोरीलाई हामी यस्तो गरिरहेछौँ? मलाई दुःख लागेर आउँछ। त्यसैले म तिनीहरू त्यस्तो गीतहरू चाहिँ पाएँ भने अझै पनि अरूको पनि गाउँछु र आफू पनि गर्ने सोचमा छु। हामीले मेन आफ्नोपनलाई नखोजेर नै हामी बिग्रेका हौँ जस्तो लाग्छ। हामीहरू जति मोडर्न भए पनि आफ्नो एउटा संस्कृतिको गीतहरूलाई बिर्सिनु चाहिँ हुँदैन। एकदमै हामीले बिर्सिनु हुँदैन त्यसलाई। त्यसले नै हाम्रो पहिचान देखाउँछ। एकदमै। जस्तै तपाईँ जेसुकै अब लाउनुहोस् होइन, तपाईँ गुन्यु चोरीमा एकचोटि ठाँटिनुहोस् त कसले बिर्सिनु सक्छ तपाईँलाई? म रोइला गाउँछु। यो पश्चिमको सायद प्रजापति पराजुलीको सम्हाला शब्द पनि बिर्सेँ क्या।
है आज भोलि रक्षासँग भेटै हुन गाह्रो है आज भोलि रक्षासँग भेटै हुन गाह्रो कि त माया अर्कैसँग बसिरहेछ साह्रो सुन्तला कि अमला के खान्छौ कमला है सुन्तला कि अमला। यो चाहिँ पश्चिमको रोइला। हजुर अनि जुन गीत गाउनु एकदमै मिठो सुरिलो थियो होइन, तर यो गीतको भाव चाहिँ के हो खासमा, के भन्न खोजेको? यो चाहिँ खासमा चाहिँ पश्चिमको रोइला भनिन्छ होइन। यो चाहिँ जस्तै मैले अघि भने सालेजु अब कौडा देउडा, यो सालेजु भन्ने चाहिँ गुरुङ समुदायतिर प्रचारित गुरुङ समुदायबाट आएको भाका हो होइन। जस्तै तपाईँहरू अहिले पनि अब त्यो विभिन्न गीत आए पनि सालेजु कौडाहरू सुनिन्छ, कौडा मगरबाट आएको। अनि यो चाहिँ बाहुन समुदायमा विशेष गरी अझ भजन भनिने रहेछ। अनि अहिले चाहिँ हामीले चाहिँ रोइला भनेर सुन्छौँ। अनि यो चाहिँ यस मलाई मनपर्ने पनि हो, हाम्रो दर्शक टिमहरू यहाँलाई पनि सुनाएँ मैले। अब चाहिँ एउटा पश्चिमको त भयो होइन, अब एउटा पूर्वको गीत गाइदिनुहोस् न। पूर्वको चाहिँ मैले लगभग रेडियो नेपालमा भोइस टेस्ट पास गर्ने बेला गएको थिएँ। त्यो चाहिँ एकदमै त्यहाँको हाम्रो दाइहरूले पनि आदरणीय दाइहरूले पनि एकदमै प्रशंसा गर्नुभएको थियो। सबै खालको गीत गाउने अनि पूर्वको पनि एकदमै ठेट गाउनु हुँदो रहेछ भनेर त्यो मैले एउटा हाम्रो गाउँतिर चाहिँ सुनिरहेको भाका त्यति उसमा नआएको चाँडै रेकर्डिङ गर्दैछु। मैले भन्दा पनि हाम्रो गायक साथी हुनुहुन्छ एकजना राज राई भन्ने, उहाँसँग सल्लाह गरेको छौँ। दुईजनाले संयुक्त रूपमा रेकर्डिङ गर्ने रमाइलो पाराले रामदाले भाका गाउँछु मैले। त्यो चाहिँ कस्तो हुन्छ भने हाम्रो ओखलढुङ्गा खोटाङ अब त्यो विशेष गरी अब जेमा पनि अब मेला पर्वमा अब जस्तै पितृ पुस्ने बेला भयो अनि अब कुनै बजारमा जाँदाखेरि अनि विशेष गरी हलेसी गएर हलेसी बजार हाम्रो नजिक छ, खोटाङमा हलेसी पर्छ हाम्रो खोटुङ्गा। अनि त्यो हलेसी बजार गएर चाहिँ हामी म सानो हुँदाखेरि खुब गाउँदै आउनुहुन्थ्यो कि उहाँहरूले। त्यस्तो अब बजारहरूमा अब चाडपर्वहरूमा गाइने भाका हो त्यो चाहिँ हाम्रो विशेष गरी राई समुदायमा गाउने त्यो रामदारी भाका चाहिँ त्यो अलिकति म गाएर सुनाउँछु। बारेमासे निबुवा फुली फेरि है फल्न लाग्यो, फेरि है फल्न लाग्यो ल है फेरि है फल्न लाग्यो, आज भन्दै भोलि भन्दै जुवानै ढल्न लाग्यो। अब हजुरसँग कुराकानी गर्दा गर्दै समय बितेको पनि टुङ्गे भएन होइन। फेरि हजुरसँग यस्तै कुराकानी गर्न आशा छ। दर्शकबिनहरूलाई के भन्न चाहनुहुन्छ कि? सर्वप्रथम त हाम्रो दर्शक श्रोताबिनहरूलाई नेपाली गीतलाई सुनिदिनुहोस्। जुन गीत राम्रो हुन्छ राम्रो गीतलाई छानेर सुनिदिनु होला। अनि जति छन् अहिले अब हामी बलिउड भनिन्छ जुन इन्डियाबाट यस्तो एकदमै अब त्यस्तो सङ्गहरू आइरहेको हुन्छ। अब तिनीहरूसँग अब करोडसँग हामीले हजारको भनौँ न अब होइन, हजारको चाहिँ अब हामीले तुलना नगरौँ। अब कति कोरियनहरू आउँछन्, कति के आउँछन्। नेपाली म्युजिकलाई पनि त्यसको छेउमा राखिदिनु होला र साँच्चीकै नेपाली म्युजिक नेपाली जस्तो गीतलाई चाहिँ बढी प्राथमिकता दिनु होला मेरो अनुरोध हाम्रो दर्शक वृन्दलाई। Thank you so much for coming.